Hey, welcome again. हामी यो ल्याटेक नन ल्याटेक इन 2025 भिडियो सिरिजमा हामीले यस्तो टाइपको फङ्सनहरू चाहिँ कसरी लेख्ने भनेर सिक्न जाँदैछौँ। त्यसको लागि हामीले केसेस युज गर्छौँ। जस्तो अब यो हाम्रो मोड यो यस्तो मोड भनेको हाम्रो किबोर्डबाट डाइरेक्ट हान्न मिल्छ पावर सिम्बल। अनि जहिले पनि बिगन केसेस गरेपछि इन केसेस गर्नु पर्यो। यो डबल ब्ल्याक स्ल्यास भनेको न्यू लाइन हान्नको लागि हो। अनि यो एन्ड छ। यो एन्ड चाहिँ हाम्रो के हुन्छ भन्दा नम्बर अफ कोलम यो नम्बर अफ कोलम छ भने n माइनस 1 वटा n सिम्बल हाल्नुपर्ने हुन्छ। यो चाहिँ ख्याल गर्नुपर्ने हुन्छ। यस्तो प्रकारले हामीले यस्तो फङ्सन चाहिँ यो केसेसको प्रयोग गरेर लेख्न सिक्नेछौँ। अनि एनइक्यू भनेको यसरी नट इक्वल टु हान्नु पर्यो भने ब्याक स्ल्यास एनइक्यू हान्नु पर्यो। अब यसलाई हामीले ल्याटेकमा हानेर हेर्छौँ अथवा हामीले च्याटजिपिटीमा कसरी गर्ने भनेर म यसले गर्छु। ओके, मैले च्याटजिपिटीमा आइसकेको छु। अब मैले के लेख्छु भन्दा गिभ मी भन्छु। गिभ मी ल्याटेक कोड टु राइट फङ्सन विथ केसेस भन्यो भने अब यसले चाहिँ हामीलाई एउटा कोड दिन्छ यसरी। अब यसमा हामीले कुनै अब त्यो पुरै कोड कपी गर्नु पर्दैन। यो यहाँदेखि यहाँसम्मको दियो। यसलाई मैले कपी गरेँ। त्यसपछि हाम्रो अब यो टेक्स्ट स्टुडियो ल्याटेकमा गएर गरे पनि हुन्छ। म चाहिँ अहिले यो ओभरलेमा छु। यसलाई मैले पेस्ट गरेँ। अब यसको काम भनेको हाम्रो के हो भन्दा डिस्प्ले म्याथ दिनको लागि हो। अब हाम्रो एफएक्स बराबर फङ्सन, यो फङ्सन बराबर अब यो के छ भन्दा यो टेक्स्ट अब जहिले पनि म्याथमेटिक्सभित्र टेक्स्ट लेख्नु पऱ्यो भने चाहिँ यसरी टेक्स्ट ब्याकस्ल्यास टेक्स्ट गर्न सकिन्छ। अनि यो चाहिँ डबल लाइन छोड्यो। अब यसलाई रन गऱ्यो भने हामीले के दिन्छ भन्दा चाहिँ इरर आयो। हाम्रो रातो आउनु भनेको के हो भन्दा इरर आउनु। अब यो इरर किन आयो मैले यसलाई यस्तो गर्छु है त। अब सबै कोड कपी गर्छु अनि च्याटजिपिटीमा गएर के गर्छु भन्दा राइट दिस कोड विथ इरर फ्री इन ओभरले भन्छु। ओभरले भनेर मैले पेस्ट गरेँ। अब यसले चाहिँ हाम्रो इरर फ्री कोड चाहिँ दिन्छ। अब यसमा यस्तो दियो। मैले अब यसलाई कपी गर्छु। कपी गरेर फेरि मैले के गर्छु भन्दा यसैमा चाहिँ पेस्ट गर्छु। हाम्रो किन इरर आयो भन्दा हाम्रो चाहिँ प्याकेज छैन एमएस। यहाँ कुनै पनि यो प्याकेज युज प्याकेजमा चाहिँ हाम्रो एउटा प्याकेज राख्नुपर्ने हुन्छ। जस्तो यो युज प्याकेज एमएस म्याथ भन्ने प्याकेज राखौँ। मैले यहाँनिर यो जस्तो प्रिएम्बलमा राख्नुपर्छ जहिले पनि प्याकेजलाई। अब मैले कम्पाइल गर्छु। यसरी अहिले चाहिँ हाम्रो यसरी आएको छ। यो आउटपुट चाहिँ यसरी आएको छ। अघि किन इरर आएको थियो भन्दा हाम्रो यो एमएस म्याथ युज प्याकेज यो प्याकेज नभएकोले हाम्रो इरर आइरहेको थियो। ओके, थ्याङ्क यू।